मलाई चाहिँ यो लालीले चाहिँ शोभा नदिँदो रहेछ आमा थाहा भइगयो नि फेरि एकपल्ट घुम तराई घुम भने जस्तो फोटो चाहिँ पज हानेर होइन जेठालाई जेठा माइला माइती मावली नाता नाला सबै सम्झेर आउनु भयो साह्रो न ऊ तल्दै मौज मस्ती सधैँ थियो नि जान्दैन बाजे ज्वाएर तल्दै मौज मस्ती यता चाहिँ हेर्नु मन लाग्छ के भएको रीतिरिवाज शिरमा लगा यो बिचमा चाहिँ त मभन्दा नराम्रो देखिस् है अब माइला भएर शिरतिर लगा खाए जस्तो गर जस्तो गर हात पखाले जस्तो गर ब्लगमा म नै बिराउनु भनेको त गलत कुरा हो जस्तो शिरतिर लगा खाए जस्तो गर पखाले जस्तो गर ठाडो गर न तलाहरू हो यो जे छ माइला कान्छ भनेर यस्तो बार हुन्छ मेरो त्यस्तै छ कुकुर ढाड हेरेर रोइ त एउटा फेरि पर त बसेर ओहो ल ल ल धेरै राम्रो हेर्नु न हेरौँ नि त हाम्रो पनि तँलाई त एकदम फोन आइरहेको रहेछ नि त हाम्रो पनि फोटो आयो नो 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 अब यता यहाँ टिका लाउनु पर्ने यता यस्तो पारेकै सुहाउँछ हौ यस्तो पार्टमा यो यस्तो एकछिन हाम्रो यो भ्लगलाई चाहिँ पज गरेर पज गर्ने कुरा अब त्यो यतापट्टि ल यो थालहरू यसो पखाल्दै गर्नु न हामी त बस्ने बस्न एकछिन लो के एकछिन म त यहाँ सगुन खाइएको नै भात खाइहाल्ने भोक लागेछ क्या धेरै ज्वरो आउला जस्तो भइसक्यो भन्दैछ त्यहाँ दाइ गर्नु न हौ त्यति त एक भाइ चाहिँ गइहाल्यो है तल बाँदरमा हाम्रो सुसन उडेर म अब गइहाल्छ एकछिन माइतीहरू आउँदैन गाई किला साह्रो बाख्रालाई उठ्यो घाँस लगेर त्यस्तै त्यस्तै हाम्रो पनि निस्क्यो समस्या फोटो खिच्दै हुन्छ ग्राफर यता हुनुहुन्छ मेरो पनि खिच्दिने ग्राफरले 18 नम्बरको एकदमै पहिलोचोटि बाबाले तिहार मनाउनु हुने उहाँको नाकै टिकामा प्रथम व्यक्ति हुनुहुन्छ मेरो खिचिदिनु 18 नम्बरको अझै घुमाइन्छ तिम्रो पनि नम्बर आउँछ है एकछिन यहाँ हेरौँ उता रित हो चेलीमाइती रित छ के भयो हाम्रो पछि टाइट भएको यो हाम्रो क्या अहिले बोल्नु हुँदैन उहाँ रित हाम्रो क्या मन पर्दैन यो हामीले त्यसै माइतीको परम्परा जुगदेखि भइआएको रीति हो क्या बलिमा आएरदेखि भइआएको नकल पारेको होइन हामीले नकल पारेको होइन दसैँको बेग्लै छ अहिलेको बेग्लै छ भिडियो भइरहेको छ दसैँभन्दा अहिलेको रसिलो नि तिहारको रसिलो रसिलो नकल पार्यो त कसरी नकल पारेको होइन आफ्नो व्यथा छ कथा फाल्टेहरू कसैको नकल पारेको छैन
चाँडो दिने गर्नुपर्छ पिस हो क्या यो पिस सबै कुन बाटाउँछ तर यस्तो म पनि बाटाएको छु अरूको पनि बाटाएको छ अर्को पनि बाटाएको छ सबै बाटाएको बाटा सबै छौँ तर ठिक कुरो चाहिँ गर्नुपर्छ किसानको पालो चाहिँ लास्ट टाइममा होइन गर्नु कान्छा पर्यो त बाटिँदैन दायित्व गर्नलाई चाहिँ छल्यो नि त दिनेश राईबाट आउँदैछ प्रस्तुति क्यामेरामा हुनुहुन्छ दिनेश राई डाइरेक्टरको रूपमा पनि यसलाई अलिकति साह्रो थियो यताबाट आएर लाउँदैछ यताबाट छड्के भएर त्यसरी साँच्ची कहाँ पो झिले देख्दै थियो त्यो झिलझिले त्यतिकै नाक खोटु पार्दै गाउने गीत हो संसारको गीत हो गीत जता बाटे गाउने गीत हो यो खालको काम नगर्नु होला सर के जता गयो अँधेरो भयो भने झर्न सितो त्यो भयो होइन जे गऱ्यो त्यही पनि हुने एकदम खुसीको क्षणमा यताबाट चाहिँ गर्नुपर्छ त्यो यहाँ संसार त्यस्तै हो रित्तो पुरानो राम्रो दाजु पुस्ता बहिनीहरू नानीहरू रोक्नुहोस् यही बिर्सिदियो भने हाम्रो संस्कृति गुम्छ तिम्रो साटोमा फुचेल हाल्यो त होस् नहोस् फेरि नागारौँ भनेर मार्नुपर्छ यो धेरै माथि क्यामेराको लागि होइन धर पाएँ मैले दुःख किन बाँधी खाना खाएर जानुपर्छ बस्नु न यहाँ बस्केर दिँदै गर्नुभयो हुन्थ्यो सक्छ र नि उनीहरू ए तर यो कुरा बोल्नु ठिक काम थिएन नगर्नु तपाईँ चाहिँ त्यहाँ गर्नु न भने कस्तो नपच्याउनु भयो क्या यहाँ हेरिसक्ने क्या आफूले लाउँदा हेर्नु भएको छैन होइन ठिक छ राम्रो काम नगरी बसेर कसरी भने होइन कि यो संस्कार छोड्नु भएन भारतले लङ्काले र बङ्गालले ढिक्कल्दै बसिरहेको छन् कोही चाहिँ फेरि छोड्दैन यस्तो त छ होइन यो सबैलाई क्षेत्रीका त भनौँ नि कम्तीमा क्षेत्रीका लुगा फेर्दैछु पर्दैन फेर्नु त्यतिकै बस्नु यो काम गरौँ है त हरियो पो रहेछ त आफ्नो निधारमा हेर्नु न आफ्नो निधारमा देख्छु होला म यहाँ पहिले रातो अनि हरियो क्यामेरा उहाँ भइ पनि यहाँदेखि चिनिन्छ त्यहाँ कुकुर कलर भनेर बौला गडै हो धेरै राम्रो यताबाट चाहिँ राम्रो आएको थियो यता बसेर यस्तो अब पनि निक्लिउँ न क्यामेराम्यान चुरोट खाँदै गरेको बेला फुस्सा पनि हानौँ यता हान्न उता त्यो चाहिँ निकै दूरदर्शी भइयो कि बाउको खोज चाहिँ राम्रो फिस्सा हाँस्दाखेरि पनि अब जिन्जीले पनि हिँड्दै लास्टमा यताको सक्यो काम कि निलो बाँकी छ यो मेरो भान्जीले चाहिँ के खालको झुटी लानुभयो कपडा त पानी पर्दा पनि नभिज्ने हेर्नमा चाहिँ राम्रो मेरो भान्जीको निलो अनि त्यसपछि यो होला निलो पछि पहेँला आउनु पर्ने थियो अलिक यो फरक खालकै पऱ्यो नि त मान्छे अनि म भनेकै जहिले नि पृथक नै हो
अरे पृथक सर्ट हान्नु अनि पृथक नै एक कुरामा पनि फरक खालको मान्छे म पढाइछु बम्बईमा क्या हो बम्बईको कुनै नागोरो भन्दा नागोर्नु है भने जस्तो कपाल जिजीले यहाँ छ आया हो ए आमा हो क्यामेरामै धेरै ध्यान छ छैन कि क्यामेराले गर्दा क्यामेराम्यान बोल्नु भएको टिका पनि कस्तो खराब नाकमा लाग्यो अब मुख देखाउँदै गर्दा भयो दिदीलाई टिका लगाइदिउँ होइन र माला यस्तो घुमाउँ त क्यामेराम्यान यहाँले न हामी छाउनै ल्याउने यो बम बर्गर गयो यताबाट आऊ तिमी हेर्दैन बाउमा क्यामेरा माला लाउने क्रम जारी छ के यता हाम्रो सुषम राईको पालो आएको छ पालो अलिक कमै छ धन्यवाद दिने सर तपाईँले यति राम्रो प्रस्तुति दिइराख्नु भएको छ थ्याङ्क यू सो मच हजुर थ्याङ्क यू यता पनि नमस्ते फेरि एकदम राम्रो धन्यवाद एकदम राम्रो धन्यवाद धन्यवाद यो धन्यवाद म दिएर सक्दिनँ आफ्नो दिदी भने उहाँ नै हो आफ्नो भाइ भने उहाँ नै हो जस्तो जे छौँ हो सान्दै पर्वले दिएको जस्तो छौँ जुन ठाउँमा छौँ दिनेश राई ए के गर्नु हाम्रो माइला म चाहिँ यता खोज्दैछु ऊ चाहिँ उता ठुलो सौभाग्य माइलाको पालो आएको छ पर्वले दिएको हो अब सुसनकै कान्छा मान्छे छानी सुकेको माला ल है त सयपत्रीको फुल लोप भएर गए पनि रोप्नु छोड्नु भएको छैन त्यही भएर चाहिँ सयपत्रीको फुल ल लोपन्मुखमा परिराखिया थियो दिनेश राई पनि हुनुहुन्छ क्यामेरामा माथि चाहिँ हल्का रिकेको रागोहरू क्यामेरा गर्दै मैले फुल धारण गरिसकेको छु के कसो भयो नि म फटाइ बोलाइ भयो नि बिस्तारै माइलाको पालोतर्फ जाँदैछौँ माइलो पनि एकदम हाँसोको साथमा अनि लदातिर दिनेश राई त्यसपछि यता जेठादीको त्यसपछि माइला राई त्यसपछि यसपछि के भन्नुपर्छ ए नानी यता के भन्नु हल्का रुगा बार्गिर ओम नमः शिवाय नमः मोडा निकालो अर्को के नै भयो त सलाम छ मलाई ल धेरै राम्रो ल खुसी अब यहाँ हामी हेर्दैछौँ सगुनको कार्यक्रम आउनै आँटिरहेको छ अब हेरौँ प्रस्तुति अझै पनि यहाँ केही ढाका टोपीहरू केही डाक्टर माउलीहरू पनि छ यहाँ हजुर मपट्टि चाहिँ निकै नै कुहिरो बादल के लागे जस्तो आइराखेको छ जहिले नि हाल्दै र खप्लक्क नराम्रो देखिन्छ म चाहिँ फेरि एकदम राजुलामाको फ्यान भएकोले नमस्ते धेरै आउँछ अब यस्तो खै यो टाउको त ढाका टोपी सुहाउने खालको थिएन दिनेश दाइको ठिक छ नि त दिनेश दाइलाई कक्र्याएर यहाँ कसरी बनाउँछ हौ हाल्दै पनि हाल्दै त्यो अलिक खोप्टो बनाएर त्यो हल्का खोप्नु चलेका
कुराहरू सबै पुगोस् है टोपी जस्तै शिर उच्च होस् अब ल है ओले हेर्नु राम्रो हुँदो रहेछ अलिकतिले टोपी छड्के हालिदिएछ बनाइदिउँ फेरि वीरेन्द्र जत्तिकै भइगयो नि त ठुलो टाउको भएको मान्छे मु सबैमा फेरि मेरो माइतीहरूलाई एक एकवटा ढाका टोपी लगाइदिन्छु टोपी जस्तै मेरो माइती राजाहरूको नमाने बाजे दिँदै गयो नि साँच्ची कान्छा राजाको पाला आइसक्यो टोपी लाउने टोपी त लाउनु पर्छ हो रहेछ दिक्कु अन्त यस्तो गरेर कपाल ढाका टोपीमा मु ढाका टोपी लगाउ मनोरञ्जन कान्छा भाइको पनि अब भालो टिका पो तानिएछ ठिक छ थपिदिन्छु ल ढाका टोपीले यसलाई चाहिँ अलिक म्याच हान्यो है हामीलाई भन्दा चाहिँ कान्छो टिका थपिदिन्छु ल ऊ पो भएछ भान्जी आउयो चेतन दाइलाई चाहिँ लास्ट टाइम बुढो ढाका टोपी लाउँदा ठिकै छ केही बिग्रेको छैन भान्जी आउ यहाँ मिलन दाइ ढाका टोपी ठिक छ एकदमै राम्रो सद्धानी मान्छे सस्तो भयो भने त्यति महँगो हेलो हजुर म घरतिरै छु त अब यहाँ सगुन दिन्छ अनि मेरो म त दाजुहरूलाई अघि नै भनेर गरिसकेको थियो के तपाईँहरूको भेटघाट छैन कि क्या हो ए त्यही त तपाईँ निक्लिनु न त्यता बाउ झरिसकेको छ कतिखेर आउँछ केटो भन्दै हुनु त्यो आउनुहुन्छ होला फोन गरेको मैले आवाजलाई फोन उठेन ल म झर्दिनँ होला हौ काका हेर्नु यता काम धेरै छ ल सिउरी दिनु पर्यो भन्दैछ त मेरो पनि उसका बास आइराखेको छ है दिनेश राई यतातिर फुलहरू हालेर कटिया साको तिमीले टिका लाग्नु पर्यो होला नि त एक एक टिका लगाइदियो नि त म फुल ल्याउँछु ल कपालमा हाम्रो अलिक टोपीको रूप चाहिँ फरक छ तर हामी नेपाली हो हामी त सच्चा नेपाली हो नि फरकै पर्दैन नि यो बिचमा हेर्नुहोस् एकै दम्बल देख्न सक्नुहुनेछ ढाका टोपीको रूपमा म चाहिँ जहिले पनि जलेको सडेको गलेकोमै पुग्छु ठिक छ दुःख बताउ केही छैन धन्यवाद ठुलो गिफ्ट छ प्रदान भइरहेको छ गिफ्टलाई हामी सदुपयोग गरेर ए बस्छौँ र क्यामेरामा कहाँ छौँ हामी राखौँ न यहाँ ठुलो टिका लाउने कार्यक्रममा सहभागी हौँ आमा लु गर्नु न सक्यो त हाम्रो काम त गर्नु न कस्तो नपत्याउनु भएको छ के गएर होइन र यहाँ छ त्यसको सिन पहिले पशुपति लगाइदेऊ न दिदीलाई पशुपति हो कि स्वयम्भू खोइ के नगर्नु भएको भन्नु एक भाइले एक खाले एक भाइले एक खाले अर्को भाइले तपाईँ चाहिँ खाना पस्किनु नि त क्या हाम्रो कहिले पनि थप्नु बेला भयो दिकुहरूलाई दिँदै गर्ने यहाँ दाजुलाई स्ट्यान्ड गलेको हुना कारण म एकदमै छेउमा एक भाइले त्यो अर्को भाइले त्यो लगाइदिनु क्या तिन भाइले हेर्नु कम्ती असल हुँदैन अनि रमाइलो लागेर मेरो समय कुन रङको बर्सात गराउन चाहन्छ जस्तो लगाइहाल्नु त क्यामेरामा त स्ट्यान्ड गलिसकेको छ यो भान्जीले मैले भनेको नमानिराखेको अवस्था छ यहाँ आऊ भन्दा नमान्ने डिस हान्ने खालको काम कुराहरू छ
भान्जीले गरिरहेको छ यहाँ आउ न डिस हान्ने काम ओडा हान्ने काम चाहिँ यता हरियोको रूपान्तरण भयो हुन्छ एक टिका लगाइदिए फुल पनि सिउरिदेऊ दिदीलाई यो यता राखिहालौँ क्या यहाँ आएन कताबाट सिउरी दिउँ हुन्छ त जता त्यो त मैले लगाइदिइसकेँ यो लगाएको त यहाँसम्म अघि माथि यो रातो मनपर्छ नि त देखेर मलाई मलाई नि रातो रङ चाहिँ फाप रङ नै हो यसै पैसा औडा गरिहाली मलाई पनि येल्लो कलर डिस पनि हानी धेरै गफ पनि नगरौँ क्या सर हाम्रो कुरोमा यो जिजीले नि लाउनु सकेको लाउँ त किन छोड्नु दाजु लु माम खानु सानै ल खाने कि नखाने आउनु खोज्दैन मेरो त्यहाँ त मार्गी भाइ भएको छ अब कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ हामी त्यही नानी अब चेलीबेटीहरूको भेट्ने काम धन्यवाद हजुर बाँकी रहेको छ खाने कि नखाने खाना प्रत्यक्ष देखिरहनु भएको छ किन हाँसिरहेको नखाने भने दाजु मसिने अब बा माम अलिकति खानु 1 मिनेट पछाडि यो भिडियो चाहिँ अपलोड हुँदैछ भेटघाट कार्यक्रम पनि अब हुनै लागिरहेको छ बिना काम किन हाँसिरहन्छ अरे यो मलाई हाँसु उहाँ चलिरहनु भएको छ मेरो बोडा धेरै ये देख सकता है ठीक है ठीक है तकबे के साथ हमारा काम हो रहा है ठीक है स्ट्यान्ड गलेर एकदमै स्ट्यान्ड गलिराखेको छ एकदमै विल्सन विक्रमकै रूपमा यो पटक तिहार चाहिँ एकदमै सभ्यका साथ जान रक्सीलाई चाहिँ कुलतबाट चाहिँ टाढै रहेर हामी मनाइरहेका छौँ सकेसम्म होइन एकदमै बिल्कुलै हामी कुलतबाट टाढै रहिरहेका छौँ यसपालि तपाईँले बियरको बोतलहरू देख्न पाउनु छैन हामीले अगाडि देखिरहेका छौँ बाटो त धोरण यो कुरो कसैलाई नभन्नु नि मान्छे के बोल्छ कि हेर नि त्यहाँ आमाले भात पस्केको फेरि को मान्छे के बोल्नु खोज्दैछ त्यो बुझिहाल्छ अब चाहिँ बुझ्छ म निकै जाँदैछु भन्ने अरूको कुरो गर्न मान्छेको पनि कुरो बुझ्छ अरूको 48 माइला म पनि झर्नु त्यस्तै छ है मसिने बा पोखिन्छ क्या हो पोखिँदैन खाइहाल्नुपर्छ यस्तो त बिग्रो भयो नि नाइ तिमीलाई नि केही खुवा जस्तो गर्नुपर्छ होला होइन यो तिहार चाहिँ वर्षै पछि मनाइन्छ तर बिर्सेकै उति अहिले नरिवल्छ के हो त्यसपछि चाहिँ ल ल्याउ त त्यो खुवा जस्तो गरौँ यसो अब हाम्रो यो पश्चात फोटो सेसनको कार्यक्रम रहेको छ बोले त्यो नो राइट बा लड्ने है ऊ हारिहाल्नुपर्छ ए हे विशेष चिज चाहिँ यहाँ झरिरहेको अवस्था छ ल दुना र टपरबाट ठिकै छ अब यो टुक्राबाट ए यहाँबाट हुन्छ ल बस ल यो उतातिरको छेदले गर्दाखेरि यस्तो भन्छ बुवा उहाँ पसिराख्नु भएको छ हाम्रो तपाईँको लाइट वेट आज मार्नु भएको छ त्यही भएर क्यामेरा राम्रो आएन मेरो दाजुले उहाँ पसिराख्नु भएको छ मसिनो लु अब खाऊ अब हामी खानपानको कार्यक्रम सुरु गर्दैछौँ ल क्यामेराम्यानलाई चाहिँ बन्द गर्न म विनम्र अनुरोध गर्दछु थ्याङ्क यू सो मच